हेलो एभ्रिवान सबैमा नमस्ते हौवा दर्शन। म चाहिँ आज यस सुन्दर जिल्ला खोटाङमा अवस्थित रहेको हलेसीको पवित्र भूमिबाट हजुरहरूलाई न्यानो अभिवादन गर्दैछु। र म यस ठाउँमा आउँदाखेरि सुन्दर र मनमोहक ठाउँहरूको दृश्यहरू कैद गर्न गइरहेको छु। सबैले हेरिदिनु होला, निमाया गरिदिनु होला है। म चाहिँ यो अविस्मरणीय क्षण, रमाइलो क्षणको कैद गरेर मेरो युट्युब मार्फत बचत पछिसम्मलाई हेर्ने भिडियोहरू आफै राखेर हेर्ने भनेर एउटा भिडियो बनाउन गइरहेको छु। तपाईँहरूले पनि हेरिदिनु होला है। म चाहिँ माथि हलेसीको डाँडाबाट झर्दैछु। अहिले तलदेखि चढ्दा मैले भिडियो बनाइनँ, माथि पुगेर चाहिँ भिडियो बनाउँछु भनेर म भिडियो बनाइरहेको छु। आज हामी फ्यामिली चाहिँ मन्दिरबाट दर्शन गरेर फर्किने क्रममा छौँ। यो चाहिँ हलेसी मन्दिर जनकी पूर्वको खोटाङ जिल्लामा अवस्थित सुन्दर भूमिमा रहेको छ। यहाँ चाहिँ विभिन्न धर्मावलम्बीहरूको मिश्रित धर्मावलम्बीहरूको यहाँ चाहिँ मिश्रित धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको छ। यहाँ चाहिँ किराँत धर्महरू, शिवजीको पूजा अनि साथसाथै बुद्धिस्ट धर्मको धर्मावलम्बीहरूले पनि पूजा आजा गर्ने गरी सबै मिश्रित धर्महरूको चाहिँ सङ्गम भनेर पनि चिनिन्छ। अनि यता चाहिँ बत्ती बालेर आफ्नो राम्रो परिवारको आफ्नो साथसाथै परिवारको राम्रो कामना गर्दै बत्ती दियो बालेर छोड्ने चलन रहेछ। अनि यो बत्ती चाहिँ खासै महँगो पनि छैन, कस्ट लाग्छ, फ्री होइन, यो चाहिँ कस्ट लाग्ने हो थोरै। अनि अबको दृश्य म देखाउन गइरहेको छु माथि डाँडाबाट तल हलेसी मन्दिर बजारहरू देखाउन गइरहेको छु। मान्छे ठिक छ लाँदैन, म हेर्छु लाँदैन। हिजो मेरो भिडियो त्यहाँ त छाउनु पर्छ क्या, माथि छोएर आउनु। कति सुन्दर चिसो ठाउँ, पवित्र भूमि, साँच्चै आनन्द स्वर्गीय अनुभूति हुने ठाउँ। मनै आनन्द हुने ठाउँ, सुन्दर ठाउँ। आज मिति 2082 8को महिना 8 गते है। म चाहिँ केही समय छुट्टी लिएर हलेसी मन्दिरको लागि सिधै खोटाङ आएको छु विराटनगरबाट। साथसाथै मन्दिर दर्शन गरेर चाहिँ बिहानै नुहाइयो, मन्दिर दर्शन गरेर चाहिँ माथि डाँडामा निस्केर सुन्दर तस्बिरहरू भिडियोहरू लिँदैछु। एकदम घाम उज्यालो लागिरहेको छ, मनै आनन्द भइरहेको छ मेरो। कति धेरै डाँडा काँडा, कतै उपत्यका जस्तो देखिने कति राम्रो सुन्दर मनमोहक ठाउँ रहेछ मेरो। नि यो ठाउँ चाहिँ पहिलोचोटि यो पारीको भित्ता भन्छ, यो यताको डाँडाहरू चाहिँ मैले पहिलोचोटि भिजिट गरिरहेको छु। मन्दिर चाहिँ धेरैचोटि भिजिट गरिसकेको छु, तर यो आज चाहिँ माथि डाँडामा निस्केर तलको रमाइलो दृश्यहरू हेरिरहेको छु। मेन हलेसीको बजार यो होइन। फुलको
आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काँडाको आँखामा काँडै संसार। आफूले गाउनु त त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पाइतालाले किरै नमरोस् राम्रो आँखामा खुल्छ राम्रै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार। ल अब चाहिँ म फेरि पनि अगाडिको लागेँ। यो ठाउँमा चाहिँ एकछिन मैले इन्जोय गरेँ। मन आनन्द बनाउनलाई मलाई एउटा बुद्ध उपदेशमा समर्पित एउटा गीत गुनगुनाएँ। तर स्वर चाहिँ राम्रो छैन, गीत असाध्यै मनपर्छ, त्यही भएर मैले गुनगुनाएको छु। अब चाहिँ म बजारतर्फ अगाडि बढिरहेको छु। बाटो साह्रै राम्रो छ। यस ठाउँमा चाहिँ सरकारले अलिकति महसुस हुने खालको चाहिँ बजेटहरू छुट्याएर चाहिँ बजेट अनुसारको कामहरू भएको रहेछ। मलाई एकदम खुसी लाग्यो। यस स्थानीय सरकार, केन्द्र सरकार, प्रदेश सरकारहरूले चाहिँ यस मन्दिरको लागि चाहिँ निकै राम्रो बजेटहरू विनियोजन गरेर विकासको गतिलाई चाहिँ पर्यटक प्रबन्धन सँगसँगै विकासका कुराहरूमा चाहिँ निकै अघि बढेको पाइयो। मैले निकै अनुभूति गरेँ। यस मन्दिर लगायत वरिपरिका सरकारी मातहतमा रहेका जग्गा जमिनहरूलाई चाहिँ संरक्षण गरिएको रहेछ अनि साह्रै सुन्दर सजावट गरिएको रहेछ। अब चाहिँ म तल मन्दिरतिर झर्दैछु। हाम्रो हलेसी मन्दिरको विशेष पूजा गर्ने चाहिँ यो मन्दिरदेखि तल निकै गुफाभित्र चाहिँ मन्दिर रहेको छ। यो देखिएको मन्दिर चाहिँ अगाडिको गेट हो। यहाँदेखि चाहिँ भित्र चाहिँ मेन अथवा प्रमुख पूजाआजा गर्ने ठाउँ रहेको छ। अब यहाँदेखि दृश्यहरू कैद गर्न सकिँदैन। यस्तो मिरमिर घाम लागिरहेको छ, न्यानो न्यानो मौसम छ, मन्द मन्द हावा चलिरहेको छ है। हामी चाहिँ बहिनीसँग, विशेष बहिनीले पनि केही सहयोग गर्नुभएको छ, तर धेरै लजाउनुहुन्छ है मेरो बहिनी चाहिँ। अनि अगाडि लाग्नु भएको छ अनि बहिनीले चाहिँ केही हेल्प गर्नुभएको छ मलाई। ल आजको मेरो भिडियो चाहिँ यहीँ अन्त्य गर्दैछु। अबको मेरो खाना खाने बेला नि भइसकेको छ। अब तल झरेर खाना खानुपर्ने छ। सबलाई बाई।